नमस्ते, म डाक्टर जीवत शाह, भेटनरी फिजिशियन, अथर तथा उत्प्रेरक। आज म यहाँहरूलाई चाहिँ थुनेलो रोग सम्बन्धी एउटा चाहिँ जुन छ नि केस स्टडी लिएर आएको छु। गाईबस्तुहरूमा यो थुनेलो एकदम व्यापक रूपमा देखिरहेको हुन्छ, जुन कृषकको लागि मात्रै होइन, टेक्निसियनहरूको लागि, जुन प्र्याक्टिसनर हुनुहुन्छ उहाँहरूको लागि पनि टाउको दुखाइको विषय बनेको छ। किसानहरूलाई चाहिँ आर्थिक रूपमा चाहिँ धेरै नोक्सान हुन्छ। यसको धेरै कारणहरू हुन्छ, जस्तो ब्याक्टेरिया हुनसक्छ, एनिमलको आफ्नै कारण हुन्छ, वातावरणीय प्रभाव हुनसक्छ, धेरै कारणहरू हुन्छ, जसमा चाहिँ एक्कासी दुध चाहिँ पानी जस्तो हुन जाने, कल्चौरा चाहिँ एकदम सुन्ने, दुधमा चाहिँ छोक्राहरू आउने, कहिलेकाहीँ चाहिँ रगत पनि मिसिएर आउने र गाईबस्तुहरूमा जुन छ नि एक्कासी चाहिँ देख्नुहुन्छ। तर गाईबस्तुले राम्रोसित चाहिँ दाना पानी नखाने, कोही गाईबस्तुहरू जुन छ नि बसेपछि उठ्न नसक्नुहुन्छ। यो गाईमा मात्रै होइन, भैँसीमा पनि उत्तिकै समस्या छ। र यो सबभन्दा पेनफुल कुरो के छ भने नि कृषकहरूको लागि जुन छ कि 40-40 हजार रुपियाँ खर्च गर्नुभएछ र निको नभइरहेको अवस्था छ। र म पनि यो लगभग 40 वर्षदेखि यही प्र्याक्टिसमा भएकोले मैले यो धेरै पीडा चाहिँ कृषकहरूलाई देखेँ। त्यसको लागि हाम्रो एउटा चाहिँ रिसर्च प्रोडक्ट छ म्यास्टिचेक र एउटा सिएमटी प्याडल छ, जसको हामीले चाहिँ यहाँबाट पनि उपलब्ध हुन्छ। यसको प्रयोग गर्छु। र भेटनरीमा के हुन्छ, निरोफ्लोक्सासिन, सेप्टिफ्युड, ट्याजोब्याक्टियम, सेप्ट्रियाजोन, सल्ब्याक्टम भएको यी सबै एन्टिबायोटिकहरू हुन्छ, जसको व्यापक रूपमा चाहिँ प्रयोग गरेको हुन्छ। जेन्टामाइसिन, मेलोक्सिकेम, फ्लुक्जिनमेग्लोमाइन, यिनीहरू चाहिँ डेक्सामेथाजोन, यिनीहरू चाहिँ सुनिएको कम गर्नको लागि चाहिँ प्रयोग हुन्छ भने इन्ट्रामेमेरी जुन छ नि त्यसको लागि पनि थुनमा राख्ने औषधि प्रयोग हुन्छ। र मैले होमियोप्याथी सम्बन्धी धेरै अध्ययन गरेँ। त्यसमा के हुन्छ भने नि फाइटोलोका, बेलाडोना, सिलिसिया यी औषधिहरू हुन्छ। र त्यसले चाहिँ म करिब 1 वर्षको चाहिँ मास्टर डिग्री कोर्स गरेँ। त्यसपछि पनि मैले चाहिँ पटक तालिम लिँदा करिब 6 महिनाको 1.5 वर्षको कोर्समा मैले के सिकेँ भने नि गाईबस्तुहरूमा, कुखुरामा, कुकुरहरूमा सबैमा जुन छ नि होमियोप्याथी बहुत उपयोगी हुन्छ। र त्यसले गर्दा मैले चाहिँ एउटा यो सफ्टवेयरको चाहिँ प्रयोग गरिरहेको छु। यो अलिक महँगो खालको लागि अराउन्ड चाहिँ 60,000 पर्छ एउटा सफ्टवेयरको। तालिम लिएपछि पनि यसको चाहिँ चलाउन जान्नुपर्ने रहेछ। र यसलाई के हुन्छ भने यसले हामीले थुप्रै मेडिकाहरू गरी र थुप्रै औषधिहरूबाट जुन छ नि यसले ड्रग सेलेक्सन गर्छ, त्यसलाई रिपोर्टराइजेसन भन्छ। र यसरी मैले चाहिँ जुन छ नि अब इन्डिभिजुअल रूपमा गाईको चाहिँ जस्तो थुनेलो भयो भने दुधमा पानी आयो, अब त्यसको एउटा सिङ्गल औषधि दिएर त हुँदो रहेछ। त्यसैले हामीले एउटा चाहिँ सबै औषधिहरूको एउटा कम्बिनेसन बनाएर मैले चाहिँ तयार गरेको। त्यसैले यो औषधिहरूको नाम चाहिँ मैले जुन छ नि डाक्टर जीवतको चाहिँ फर्मुलेसन, यो किन मेरो फर्मुलेसन हो, मैले चाहिँ यसले फर्मुलेसन गर्छु। र यसले चाहिँ यसको चाहिँ थुनेलमा औषधि प्रयोग गर्दा धेरै चाहिँ उपयोगी हुन्छ। यो मेरो चाहिँ फर्मुलेसनमा जसलाई बायोकेमिक भन्छ, मास्टो ओरल, मास्टोब्लास्ट, मास्टोब्लास्ट 2 यिनीहरूको धेरैमा मैले प्रयोग गरेर हेर्दाखेरि करिब 600-700 एनिमलमा चाहिँ राम्रो देख्यो भने एउटा मेरो मास्टिफाइड भन्ने जुन छ यो पनि जुन छ नि 50 ग्राम दिनमा एकपटक त्यो छोक्रा आएको रोगमा चाहिँ एकदम उपयोगी हुन्छ। र प्रिभेन्सनको लागि पनि जुन चाहिँ 700 भन्दा बढी केसमा यहाँ थुप्रै किसानहरू, फ्यामिलीहरू हुन्छ, ब्याउनु अगावै चाहिँ 3 दिन खुवाइदिने 50 ग्रामको दरले र ब्याएपछि खुवाइदिएपछि 96% थुनेलो नभएको मेरो रेकर्ड छ। त्यसरी चाहिँ बेसार, एलोभेरा तेल, कागतीको रस, चुना यी मिलाएर चाहिँ कल्चौरामा चाहिँ हामी लगाउनलाई चाहिँ किसानहरूलाई मैले प्रयोग गरेको छु।